2000 सम्म पर्ने 2000 सम्म किन्ने ल दिपालमा किन्ने खोज्नु होला Kosireiमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो वासना कसिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो वासना तानो कि झटारोले हानौ कि यो नानीको शिरमै मनी सच्चै पानी पर्यो रे मेझिमी पर्यो रे मेझिमी नचन मेरी मागनी आँगनैमा छमछम पानी ताकमा बाबी यत्रो रहेछ आहा जय प्रभु बाघै जत्रो रहेछ भैरव जी धन्यवाद खाना खाऊ र यतातिर हाम्रो चाहिँ क्यामेरा सुटिङ हुँदैछ फोटो भिडियोहरू र औ बड्डा के छ अनि ठिक छ नि होइन कतिको जाडो छ सानो नजिमका परेली बुटुकै हुन्छु म परेली बुटुकै हुन्छु म कस्तो हो हाँसेको मनकामना सबै मायालाई हालौ भने नि ठिक छैन जमाना सबै मायालाई हालौ भने नि ठिक छैन जमाना आकाशबाट पानी निखसेछ पानी निखसेछ संयोग कस्तो चाहिँ कान बसेछ गोर्खा मनका मना झप्पै मायालाई हालौ भनेको ठिक छैन जमाना झप्पै मायालाई हालौ भनेको ठिक छैन जमाना भएन रिपिट भएन
खसेको जय जेठान बसेको गोर्खा मनका मना झ्याप्पै मायालाई हालौ भने नि ठिक छैन जमाना त्यो मैले त्यसलाई भने हो बुढीगङ्गा हजुर हामी बुढीगङ्गामा छौँ बुढीगङ्गा भोलिदेखि हाम्रो ट्रेकिङ सुरु हुन्छ पैदल यात्रा सबैजना गरेर लिइरहेका छौँ हामी भर्खरै हामी चाहिँ 9 बजेको समयमा आइपुग्यौँ है घुम्न किने पनि भयो यसो लगाउने खैरी आउने किने मैले त गणेश नै किने ल्या गणेश किन्नु पर्दैन कता हो भन्नु त हम किधर है यो त बाजुराको मार्तडी भन्ने बाजुराको सरुम काम मार्तडी भन्ने ठाउँ छ मैले ओके बाजुराको मार्तरीमा हामी छौँ दाइ हुनुहुन्छ पुरा टोलो थकान लागेको अवस्था छ है के हो नाम सुदीप खड्का के नाम हो युवक सिंह राउत कतिमा पढ्छौ 5 ओ गुड कस्तो दामी सिन छ है ओहो मेरो भाइ ट्रेकिङ हुँदैछ डरो लट्टिन देखाउँ न जनता जान्न चाहन्छ यो नभए त कामै छैन यो नभए कामै छैन मलाई चाहिँ ठय लाग्यो कहाँको टोली धनगढीको त्यही त मलाई चाहिँ लगाएर सबैलाई लास्टै लास्ट है 3 दिन हिँड्नु छ हिँडाइको 1% मात्र हिँड्ने हो ए आयो ल तपाईँभन्दा अगाडि तपाईँको भुँडी अलि बढी आयो ल हजुर पुगियो सर 25% मात्रै होइन नि उहाँको मन्दिरसम्म त्यही गई यो डाँडो पुरै यो डाँडो क्रस गर्न आज दिन भइरहेछ आजको कति हुन्छ त हाफ यो डाँडो आजको हाफ यो डाँडोमा पुगिसकेको छ डाँडोमा पुगेपछि आजको आधा हुन्छ धनगढीको टिम हो नि तारानगरको टिम हो उहाँ बोक्नुको हो बड्डो रेकको अर्गानिक आलु रहेछ हो सिगारो धर्मशाला के हुने छ र बस माया जोबानै धालेर बर्बाद भयो के नाच्यो नयाँ नाचेर
समातो लट्टी ओए ढुङ्गा आयो ओए सुनाउनु भन्नु है म रेस्क्युका लागि तयार छु रेस्क्यु टोली हो लेख्न मुस्किल टाटर ए त्यहाँपछि झर्ने झर्ना रहेछ नि सुबह 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 पानी हिजोदेखि यहाँ जाडीको व्याख्या कम्मल लैया बटन आधी घन्टा पनि लाग्दैन 15 मिनटमा सुत्ता बटन अनि आधी घन्टामा घोडा बटन साह्रै रमाइलो सिन छ है ठगाइ त भुलियो अहिले त ओहो माथि बादल तल खोला टक्क फुलहरू त कुरै छोडौँ यति रमाइलो छ हाम्रो टिम अगाडि पछाडि छ पारे आऊ अनि त्यहाँ पनि बाटो जान्छ जो बाटो उलाई गयो भने त्यहाँ पनि जान्छ पारे पल्दै होइन करा करा बस्ने ठाउँ छैन जसलाई पाल पायो उसलाई बसिया भनेको रास्ता रास्ता जा रहे हैं बहुत अच्छा जगह आ गया सुरुमा घोडामा त्यही घोडा पाटन त्यो सोता पाटन अनि म तपाईँ बसेर आउँ यार त्यहाँबाट अझ झड्डो सिधा खोला अनि मेरो जना कहिले भीमभाइले कहाँ गयो आज झुमुक्दैन राम्रो आउला छ ऊ आयो यहीँनिर पाउँछ मेरो होटलमा मेरो होटल छ नि त्यहाँ उधार पनि चल्छ भाइ फर्केर आउँछ कालो अरे प्लास्टिक रेनकोट जस्तो नि त्यो फक्या थियो अरे बाटोमा दुईजना मान्छे फेरि चलाउँदै थियो त्यसलाई लम्जुमी डाँडैमा हावा सरर ये फिर दूसरा आ गया यहाँ फिर तीसरा है कैसे आएगा तो फिर वीडियो आएगा ना इधर दो इधर में दो ले और किधर है और तीसरा किधर है ओ ये इधर ये इधर और तीसरा किधर इधर नहीं हेलो सिकानै हो निकाल्ने
यसो भए मेरो छाता खोइ के कुरा चाहिने कसो कुरा चाहिने तर यहाँ खासै भन्नु नसकेको कुरा छ हो संसार छोडेर पिजडा तोडेर पन्छी उडेर धन र सम्पत्ति घरमै झोलामा बासैको डोलामा लान्छन् खोलामा होला जाने कहाँ होला उनै रामलाई थाहा होला जाने कहाँ होला जाने कहाँ हो र जाने कहाँ होला उनै रामलाई थाहा होला जाने कहाँ हो बढी मालिका चाहिँ त्यो टपको डाँडा बादल लाग्यो यो वाला जय बढी मालिका जाने कहाँ हो र जाने कहाँ होला उनै रामलाई नाम त के पो थियो त्यो क्यामेरा नभ्याउने सिन पो छ त होइन हो नि यसो हेर त आँखाले देखाएको जस्तो क्यामेराले कहाँ देखाउँछ देखाउँदैन नि यस्तो राम्रो यो पुरै थकाइ होइन दुई दिनको थकाइ पुरै पुरै थकाइ त अहिले त के महसुसै हुन लाग्छ नि हुन लाग्छ न चिसो न थकाइ न भोक देख्यौ के खेती धान रोप्या जस्तो हेरौँ होइन त्यहाँ गएपछि त खतरा देखिन्छ त यहाँबाट यस्तो ल त खेतीपाती जहाँ एकचोटि सिन लिएर हेर्ने त्यही हो खास यहाँ आएर ऊ त्यो चाहिँ खेतीपाती पाटन कस्तो छ धान रोप्या जस्तै छ म चाहिँ पछि उक्लिनु पर्दैन नि त हामीले सबलाई उ त्यहाँनिर वेट गर्ने क्या नुहाए हो ए ल शङ्कर शम्भु गिरी झारी सा Mấy sao kêu đấy? न hay ल Mấy sao kêu đấy? कम यसलाई हो रात गर्नु पर्यो नि हुन
होइन के गर्ने मोबाइल होइन हेर्नु हजुर एकदम सब पैसा हो हजुर किन्नु पर्दैन 8-10 वटा अब यहाँ छ त सुपर क्यामेरा कता फेरि थिएन बडी मालिका माइकी जय बडी मालिका माइकी जय यो अहिले भौत गरे अब यही नि हो ढिलाइ आउने भएको सेल्फी आना सेल्फी काम तो गड़ी यार पिछले जा रहे हैं सब एक ही बार में हेरे दादा हामी त भोलि बस्ने हो यही देखिए टिकटक में हामी आउने भने त मोया ल्याउने भने यो पाल ल्याए त भाग्यो भने नि हामी बस्ने घुम्ने यहाँ भोलि किधर किधर देखना पड़ेगा हेलो दीपेश सर पूजा कर सकते हाँ रोज
छाता पुरोहरू म दोकान हिँड्नु आज भण्डार त खालि त्रिवेणी छिटो नि भन्छ होला यार भएन आएन हैन ऊ त्यहाँ मस्तै छ यार मैला गरिदिउँ खै हुने तर तम नै देखिने कालो देखिन्छ पछाडिको बादल सेतो छ नि त म कालो आज आकाश पनि क्लियर छ त ती मोहन चाहिँ कहाँ छन् हजुर कुन कुन हजुर कता हजुर बिस्नु पानी पनि हिँड्दै आयो भने भिडियो फोटो नभनौँ यो ठिक छ ल काका मेरो हुनु 5 रुपियाँ हाल त ल हाम्रो टिम एउटा हेयर चेन्ज छैन है ग्रुपमा त एकले के भइहाल्छ त कुरा एकाउन्ट हो जान्छ ग्रुपमा सबै दिनु पर्दैन कोही आफैले बनायो